समृद्धि राईजी हामीसँग हुनुहुन्छ। तपाईले पनि गीत गाउनु भएको छ, तिमी को हौ थाहा छैन, म चाहिँ नेपाली भनेर किन गाउनु भयो त्यो गीत? नमस्ते सबैजनालाई, म समृद्धि राई। म चाहिँ विगत 10 वर्षदेखि जर्नलिजममा थिएँ, पत्रकारितामा थिएँ, भर्खर मात्रै छोडेको। र म गीत पनि लेख्छु, गीत गाउँछु पनि। अहिले चाहिँ म नेपालभरि ट्राभल गरेर घुमिराखेको छु अनि ट्राभल डकुमेन्ट्री बनाइराखेको छु। र नेपाल चाहिँ हाम्रो भूकम्पपछि अझै सेफ छ भन्न जनाउनका लागि। र यो गीत चाहिँ तपाईँले जुन चाहिँ भन्नुभयो, मलाई हुर्किँदाखेरि चाहिँ कस्तो खालको लाग्यो भन्दाखेरि, हाम्रो राई समाजमा हुर्किँदाखेरि चाहिँ मैले फर्स्टमा मेरो गीत निकाल्दाखेरि चाहिँ धेरै मेरो कमेन्ट्सहरूमा राई किराँती लिम्बूहरू आउनुभयो होइन। उहाँले कस्तो ट्यालेन्टेड राईहरू भन्नुभयो। तर अनि त्यस्तो मलाई खुसी पनि लाग्यो, दुःख पनि लाग्यो। किन भन्दाखेरि ट्यालेन्टेड राई मात्रै नभएर ट्यालेन्टेड नेपाली पनि भनिदिए हुन्थ्यो जस्तो लाग्यो। र पहिला म मिस टुरिज्ममा नेपाललाई रिप्रेजेन्ट गरेर प्रतिनिधित्व गरेर जाँदाखेरि पनि त्यहाँ म कहाँ जानुभएको थियो? हजुर, चाइनामा मिस नेपाल भनेर मैले मेरो जुन चाहिँ पहिचान थियो त्यहाँ कसैले मलाई मिस राई अथवा मिस किराँत भनेन होइन। मैले पुरा नेपाललाई रिप्रेजेन्ट गरिरहेको थिएँ। सो त्यो हिसाबले गर्दाखेरि पनि त्यो एउटा कुरा। अनि अर्को चाहिँ मेरो फुपूहरूले चाहिँ के भन्नुहुन्थ्यो भन्दाखेरि, हुर्केपछि चाहिँ राई लिम्बू केटा नै बिहा गर्नुपर्छ है भनेर भन्नुहुन्थ्यो। अनि त्यो भएर उहाँले भन्नु भएर नै मलाई झन् राई लिम्बू केटै हेर्नै मन लागेन होइन। अनि किन त्यो जातको चाहिँ मलाई त्यस्तो क्राइटेरिया दिनुभयो उहाँले भन्ने हिसाबले चाहिँ यताउता कुरा सुन्दाखेरि कतिजना मेरो थकाली साथीहरू हुनुहुन्छ, उहाँले पनि थकाली नै बिहा गर्नुपर्ने रे, गुरुङ साथीले गुरुङ नै बिहा गर्नुपर्ने रे। यो त त्यति नबुझ्ने कुरा भयो। हामीलाई यति धेरै एजुकेसन मोडर्न युवा बनाएर चाहिँ आखिरमा फलो गर्नुपर्ने पुरानै ट्रेडिसन हो भने त मिलेन जस्तो लाग्यो। अनि यही कुराहरू लेख्दा चाहिँ यो गीत बनेको। आफैले लेख्नु भएन यो गीत? हजुर। सुनौँ न 2-4 लाइन। हुन्छ, थोरै मेरो त्यहाँ त्यो गीतको फेभरेट लाइन चाहिँ म गाउँछु। मानिस ठुलो जातले हुन्न यहाँ दिल नै ठुलो सबै थोक भन्दा मुना, मदन आए गए कसैले केही बुझेन, को आदिवासी को जनजाति के हामी एकै हैनौँ र, त्यसैले जात भात छुटाउनेलाई तिमी यही भन्ने गर, तिमी को हो थाहा भएन, म चाहिँ नेपाली, तिमी को हो थाहा भएन, म चाहिँ नेपाली।